त्यो कुरै नबोल्ने मान्छेले अन्त आमा सन्चै हुनुहुन्छ? सन्चै छ। कति वर्ष हुनुभयो? म 14 सालको हो। 2014 सालको होइन 14 सालको। त्यो सालको। अनि तपाईँको माइती कहाँ हो? मेरो माइती बैज पोखरी। बैरा पोखरी? बैजी पोखरी। बैजी पोखरी भनेपछि कुन ठाउँ? माथि क्या त्यो चामसरो भन्दा माथि क्या दिमी पोखरीमै पर्यो। दिमी पोखरी भन्नु पर्यो। माथि पर्यो होइन? ए अनि हजुरको परिवार कतिजना? हाम्रो यहाँ यहाँ अहिले हजुरको परिवारमा कति हुनुहुन्छ? छोराछोरी कति? छोरी 6 बहिनी। 6 बहिनी। 5 बहिनी मुनिको 2 भाइ छोरा। अनि त्यहाँपछि 2 भाइ छोराको मुनिको एउटा कान्छी छोरी। अनि 6 बहिनी छोरी 2 भाइ छोरा। बिहाबारी सबै भइसक्यो। नाति नातिनी भइसक्यो। तपाईँका 6 वटा छोरी भन्नुभयो, 2टा छोरा भन्नुभयो। अनि आफ्नो चाहिँ अघि एउटा प्रसङ्ग निकाल्नु थियो, आफ्नो नाति चाहिँ एउटा मात्रै। अहिलेको मान्छेले सन्तान जन्माउन छोडेका छन्। किन होला त? किन होला आमा, तपाईँलाई के भयो जस्तो लाग्छ? होइन मलाई के हुनु, म त सुँगुर माउँ भन्छ, अर्काले त्यस्तै भएछ उइस। त्यही त तपाईँले 7-8 वटा जन्माउनु भयो होइन? अहिले त 8 कोटा बुहार ल्याए मात्रै 8 कोटा जन्मिन्छ रहेछ। एउटा कुरो नि होइन त? अहिले त 8 कोटा बुहारी कहाँबाट ल्याउनु? हो अहिले 8 वटा बुहारी पाइँदैन नपाइने भयो? पाइँदो पनि पाइँदैन, ल्याउँदो पनि ल्याउँदैन। अब किनभनेदेखि छोरीहरूको सङ्ख्या घटेको छ। अहिले त छोरी पाउने भनेपछि अब गर्भमै हत्या गर्छन्, थाहा पाउनु भएको छ नि होइन? त्यस्तो पनि चलन छ। त्यो ठिक हो त आमा? त्यसरी छोरीका नाउँमा चाहिँ अस्पतालमा लगेर औषधि खाएर त्यस्तो भ्रूण हत्या गर्नु ठिक हो? होइन होइन नि, त्यो होइन। त्यो त किन गर्थ्यो र? त्यस्तो गर्छ नि, छोरी छ भनेपछि पहिले चाहिँ त्यो अपरेसन गरेर फाल्छन्। ए त्यो त गर्नु कहाँ हुन्थ्यो र? हुनु त उहिलेको बाजे बजूको चलन छोरै चाहिने रे। म त अब त्यति जन्म्यो 5 बहिनी छोरी हुँदा त मेरो कान्छी बहिनी त माग्नु त म गयो। हेर म लाठी भयो नि त त्यो बेलामा। कान्छी बहिनी बुढालाई माग्दै जानुभयो? अनि छोरा जन्मिनुलाई ए छोरा पाएन भनेर? अनि मलाई सासुले केही भनेन। ससुराले चाहिँ लट्ठी ल्याएर मलाई त लै भनेर आयो क्या। छोरा पाइन भनेर? अनि ससुरा कुट्न आयो त्यो पल्लो घरको चाहिँ छोरा, मेरो छोरीको जोरको, उसको चाहिँ छोरा पाउने। त्यो त थाहा नि त, कुर गर्नुभयो सरले भन्नु पर्यो। अब भगवान्ले बनाएको त्यही म चाहिँ कहाँबाट झिकेर ल्याउनु? छोरो पाउँछु भनेर पाइने, नपाउँछु नपाइने होइन नि? होइन नि त, भगवान्ले दिएको त हो नि। होइन छोरो पाइन भनेर हजुरलाई ससुराले कुट्न आइलाग्नु हो? अनि बुइन माग्न जानुभयो? त्यहाँबाट सासुले चाहिँ यो बुढोलाई खोइ लट्ठी ल्याउनु म कुट्नु पर्यो भन्ने हाम्रो सासूहरूले चाहिँ। आफ्नो सासु राम्रै है, अब के गर्नु त। त्यहाँबाट त लु माग्नु जाऊ, आफ्नै बहिनी मागेर ल्याउनु रे गयो। उहिलेको चलन पोङ, कालो पोङ आउँथ्यो नि है, त्यही रक्सी पारेर दियो सासूले। पोङमा रक्सी बोकेर जानुभयो सासूले? रक्सी बोकेर गयो म माइत बुइनी माग्न बुढालाई छोरो पाउनलाई। अनि जाँदाखेरि त मेरो बाउ र आमा बित्यो। छोरी तेरो उमेर छ, त्यो त काँडो खोज्नलाई तँलाई भनेर मेरो बाउ र आमाले गाली गर्यो। उमेर छ छोरी भने मलाई। मैले त अब के भन्नु भन्दा त्यो बेला चल्तीको सुन थियो नि त, 4 तोलाको सुन ल्याऊ तेरो सासूको, अनि 7 डोरोको सिक्री ल्याऊ, अनि 4000 पैसा ल्याऊ भनेर भन्यो र मलाई पठाइदिए क्या मेरो बाउ। त्यो बेला त कहाँ ल्याउनु सक्थ्यो र? 4 तोला सुन ल्याऊ, पैसा ल्याऊ, 4000 पैसा ल्याऊ, रित अनि रित पो भन्नु पर्छ त। अनि त्यहाँबाट कोसेली त्यहाँबाट अनि लिन आऊ रे। त्यो भन्नु के भने 4 तोलाको सासु कानको सुन ल्याऊ रे, हेर रे, अनि 7 डोरोको सिक्री ल्याऊ रे, 4000 पैसा ल्याऊ रे भने नि। म त घरमा आएर भन्दा त्यति त म त लानु सक्दैन, ल्याउँदो ल्याउ ठिक्क पऱ्यो भने अब चुप्प लाएर बस्यो म त है। बस्यो त्यहाँबाट बस्दाखेरि त अनि मलाई त मेरो बाउले त राम्रै भन्यो नि मेरो बाउ आयो त। अनि त्यहाँबाट मेरो बाउले दाइजोको भैँसी देखाएको थियो,
त्यो बेचेर केसेर किनेर दियो कान्छेको भागको मैले क्यासेट किनिदिनु भएको अनि बुढालाई बुढोलाई बुढो त केसेर बोकेर गएको रमाएर हिँड्यो मलाई त पिर कसले भएको थियो भाइ भनौँ भने यो बुढीको कुरो सुन भन्न मलाई ए दाइजो बेचेर क्यासेट किनिदिनु बुढालाई दियो खुसी पार्नलाई कान्छी चाहिएन कान्छी चाहिएन रे त्यो क्यासेट भएपछि मलाई कान्छी चाहिँदैन भन्यो बुढाले खोजेको होइन ससुरै थियो त क्या ए सासु ससुरालाई चाहिँ चाहिएको अनि त्यहाँबाट किनेर दियो त्यहाँबाट त्यो भैँसी पनि त्यो क्यासेट पनि त्यो हाम्रो गाउँलेको त्यो त्यो तलको त्यो कहाँको रे त्यो नेवारलाई वीरपानीको वीरबानी होइन वीरबानी भने के भयो त्यो नाम भने वीरबानी भन्नु पर्यो त्यो त्यहाँ गोठबानीको नेवारलाई त्यो केसेट दियो ए त्यो क्यासेट बेच्यो त्यो केसेट चाहिँ बेच्यो छ त्यो माथिल्लो घरको छोराहरूले बेचेर त पैसा ल्याउनु त ल्याएछ ल्याएर त फेरि मलाई दाइजो भैँसी त बुढाले त किने ल्याए मेरो ल्याएर दियो ल्याएर एक बेरको भैँसी ल्याएर दुध दुयो दुध त एक लोरा आउने कति लात्तीले खाने मलाई त त्यसरी उब्रियो राम्रो पाएछ त्यहाँबाट उसले बेच्यो हाट बुढाले ए भैँसी बेच्यो दाइजो भैँसी बेच्यो बेच्यो फेरि ल्याएर पनि बेचियो ए ऊ त्यो गुणसालको नेवारले बेच्यो लु त्यहाँबाट पैसा कहाँ थियो बुढाले कहाँलाई के थाहा उसले जो खेल्यो जुवा खेल्यो सिद्ध्यायो सित्या तातो खेल्यो सित्याओस् भने चुप्पो लगाएर बस्यो कान्छी ल्याउनु भन्दा त सिद्ध्याओस् सित्याओस् मलाई के थाहा के हुन्छ भने थाहा पनि छैन भने झन् के अर्काको छोरा त राम्रो हुन्छ त्यहाँ भने नि सर म त अनि त्यसरी बस्दा त हाम्रो ससुरु अगाडि बित्यो त्यहाँबाट जेडी सासु बित्यो एक महिनामा उसको बुढी बित्यो अनि त्यहाँबाट पछि पो हाम्रो यहाँ जेठा छोरो त्यहाँबाट अर्को कान्छो छोरो त्यहाँबाट कान्छी छोरी गर्दा त सासु बितिकन भयो 3 गोठो मैले जन्म्यो ए त्यो बुढै त्यस्तो छ क्यारे जस्तो लाग्यो मलाई थाहा बुढो ससुरा बुढै त्यस्तो अलक्षिण रहेछ फेरि ऊ स्वर्गमा छ हामी नर्कमा छ भन्नु चाहिँ भन्यो हामीले गाली गरेर त्यसो भन्यो मैले पनि है जब बुढो मर्यो ससुरा मर्यो त्यसो चाहिँ छोराहरू छोरा 2 जन्मियो अनि छोरी एउटा 6 बहिनी छोरा छोरा 6 बहिनी छोरी 2टा छोरा 6 बहिनी छोरी सन्तान भयो तपाईँ रमाउनु भएको छ खुसी हुनुहुन्छ मलाई त के भन्नु र तपाईँ भरे छोरा पाउँदा भिन्दै हुन्छ क्या रे त्यही त रहेछ बिचमा म हामीलाई पनि त्यस्तो भन्दो रहेछ छोरा पानी छोरी पानी उही त रहेछ उही त रहेछ है ए भन्यो बरु छोरी हुँदा के रे भन्नु त फेरि होइन मान्छेले चाहिँ छोरी नै छोरी भने दुःख त्यति हो नि होइन त छोरी त हुँदा 3 दिनसम्म घरमा राख्ने कुरो भन्नु होइन ऊ त्यो अनि छोरी चाहिँ जन्मिँदो रहेछ पनि अहिलेको समयमा हिजाकी मात्रै क्या हेर भएको छैन 2 महिना जति कोही 1 महिना जति भयो होला त्यो ज्वाइँले पालेको है सासूलाई 3 दिन 5 दिनमा राह रहेछ घरमा झन् बत्ती बालेर मरेपछि ए झन् राम्रो दिदी पो ल्याएछ भने मैले त केले चाहियो छोरा होइन 3 दिनसम्म भित्रै राख्यो ला 5 दिन पनि राख्यो छोरीले भित्रै ज्वाइँ छोरीले त्यसपछि मात्रै त्यसमा चाहिँ संस्कार बढी गर्यो मैले त्यसभन्दा छोराले खुसी हुनुहुन्छ रे झन् एउटा फेरि तल एउटा मर्यो त्यो चाहिँ 3 दिन राख्यो ए अब त्यसो आइस चलन भने छोराले भनेको थिएँ अब छोराले भन्दा छोरीले पो राख्दो रहेछ भनेको थिएँ मैले भन्दै हेर आमा के भने के भनौँ परै झन् राम्रो गर्दो रहेछ अहिलेको छोरी ज्वाइँले झन् भनेर भन्दा ओहो खुसी पऱ्यो तँलाई मलाई खुसी पऱ्यो भनिदिए मेरो पा खुसी पऱ्यो भनिदिनु अनि होइन त भनेपछि आमा धेरै खुसी हुनुहुन्छ अहिले छोराहरूले राम्रो गरेका छन् बुहारीले राम्रो गरेका छन् छोरीले राम्रो गरेका छन् छोरीहरूले पनि राम्रै गर्छन् ऊ बुहारी पनि गर्छन् किन मलाई गाली गर्छ झगडा केले गर्नु होइन तपाईँलाई सासूले हेला गरेर तपाईँले पनि बुहारीले हेला गर्नु भएको छैन नि म त ऊ मेरो सास पनि डुएर थियो म पनि अर्काको घरमा आएको होइन आफ्नो बाउको घर छोडेर जन्म घर छोडेर अर्काको त्यो कर्मको घरमा आयो है त्यहाँ आएर अर्काले केले हाम्रो बुहारी पनि त्यही त हो नि पारा होइन त केले झगडा गर्नु ठिक छ त्यो त भनेपछि भेदभाव गर्नु हुँदैन होइन आमा छोरा बुहारी छोरी बुहारी भनेको समान हो अनि होइन त हो
अनि तपाईँको पालामा अहिलेको पालामा कस्तो लाग्छ समय कस्तो समय आयो जस्तो लाग्छ मलाई त कस्तो के भयो होला जस्तो लाग्छ क्या अहिलेको समय हाम्रो बुहारी एउटा छोरा मात्रै छ अब बाउभन्दा ठुलो भइसक्यो अब बिहे गरी बेल भएको छ नाति बाउभन्दा ठुलो छ अनि फेरि कान्छाको चाहिँ 13 बार ततल भयो कान्छा छोराको पनि छोरा जेठीपट्टिको फेरि कान्छीपट्टिको छोरी छ भदौमा तिनले अब 4 मा लाग्यो किन ल्याएको होला यो मराले भने म त छोराले पनि क्या कान्छाले दुईटी ल्यायो ल्यायो हामीले ल्याइदिएको पनि भने उसै ल्याएको गोठ बनाउनु ल्याएको कि भनेर पनि गाली गर्यो गोठ बनाउनु ल्याएको तैँले दुधी ओडी भनिदिनु भयो बन्दी अर्कालाई जत्तर देखाउनुलाई अर्काले रमित देखाउनलाई अब को मिल्थ्यो र अहिलेको समयमा होइन जत्ता भोट ल्याउनलाई अर्का गुहार देख हो त त्यसमा के ल्याएको मिलाउनु सक्छ के गर्दा सक्छ होला नि हेरौँ अर्कालाई रमित देखाउनु ल्याएको छोरा भनेर चाहिँ मैले भने नि होइन आजसम्म सँगै भएको छैन दुईवटा बुहारी सँगै पनि भएको छैन फेरि कान्छी बुहारी त्यस्तै त्यो काठमाडौँ बस्ने मच्छले खाने मैले छोरा जन्मिएर उसले पो मच्छ भयो पैसा खाने बस्ने आमा के हो यो समय चाहिँ कस्तो लाग्छ दुईटा बुहारी भए तपाईँको मिलेर बसेनन् छुट्टा छुट्टै छन् त्यो तपाईँलाई त्यो पनि दुःखै लागेको छ किनभने छोरा दुईटा नल्याए हुन्थ्यो भन्नुभयो ठिकै भयो अब तपाईँलाई अहिलेको र तपाईँको समयमा कस्तो लाग्छ समय त्यही त्यो ठिक थियो कि अहिले ठिक थियो कि अनि अहिले महिलाहरू अलिक छाडा छन् त्यस्तो छ महिला पुरुषमा भेद छ अरे होइन छोरा मान्छेलाई फरक छोरी मान्छेले फरक व्यवहार गर्छन् भन्छन् उहिले त हो पहिला अहिले कस्तो छ अहिले त्यस्तो लाग्छ अहिले त बराबर भयो हो सर अहिले त राम्रो गरी हिँड्न पाएछ हाम्रो बेलामा त्यसो हिँड्न पाए त हुन्थ्यो नि कहाँ हिँड्न पाउनु तपाईँको पाला र अहिलेको पाला कस्तो छ त अहिलेको मान्छे खुल्ला छन् कि रमाइलो पहिला रमाइलो लाग्ने कि अहिले रमाइलो लाग्छ अहिले रमाइलो नि हाँस्नु पाउने अनि मलाई त्यस्तो राम्रो लाग्यो है अहिले पहिला हाँस्न बोल्न पाइँदैन थियो छोरी मान्छेले बुहारी मान्छेले हाँस्नु पाउनु आफ्नो घरको धन्दा गर्यो त्यति त हो नि एउटा डोको बग्यो मेलामा गयो भने माइदसम्म त्यति त हो नि कहाँ जानु पाउँथ्यो र अनि मेलमिलाप चाहिँ पहिला मिलेर बस्ने पहिला र अहिलेकोमा कहिले कुन राम्रो आमा तपाईँको पालामा चाहिँ दिदी बहिनी देउरानी जेठानी छरछिमेकी भाइ भाइ मिलेर पहिला बस्दै कि अहिले राम्रो देख्नुहुन्छ तपाईँ बरु अहिले चाहिँ राम्रै लाग्यो मलाई त उहिले त राम्रो देखेन मैले डोको बग्यो आफ्नो मेलामा गयो भरे राति आउने आफ्नो घरमा बस्ने को घुर्यानको केही त देख्नु पाइँदैन थियो पाइँदैन त्यहाँबाट त के थाहा त्यो बेलामा त अब भरे 7 बजे भित्र पढ्नु आउने अनि त्यो बेलामा न घुम ओढ्नु पाउनु न केही प्लास्टिक ओढ्नु पाउनु त्यतिको नानी त हुर्कायो नि त्यही एउटा भनौँ न तपाईँ भने एउटा थाङ्नाले अब हुर्काउनु पर्ने न ओढ्ने गदिलो भिजेर त्यसै गरी हुर्कायो एक दुई लुगा राम्रो लाउनु पनि पाइँदैन थियो बिजो खानु पनि पाइँदैन थियो कहाँ पाउनु आम्दानी पनि थिएन आम्दानीको बाटो के थियो पैसा कहाँबाट आउँथ्यो कसले देख्न पाउँथ्यो के सुख पाएछ झन् भनौँ भने सरले भनेको उहिले कुरा म त बिहे गर्दा म 20 वर्षमा बिहे गरेँ 15 वर्षको बुढो बुढो 15 वर्ष तपाईँ 20 भाइ 5 वर्षको भाइ बुढो आयो तल्लो त्यहाँबाट त बुढो त काम केही नगरे एउटा छोरो रहेछ एउटा छोरो भन्नेले किन आयो नि भनेर रोएँ नि म त के गरेर रोज बरु 12 भाइ होस् 13 भाइ होस् थुप्रो भएको चाहिँ बरु सेकी गरेर पनि बरु घर पनि बनाउँथ्यो लस्करै हो कि आफ्नो भाइ हुन्थ्यो नि त एउटा छोरो के छोरो एउटा आँखा के आँखा रे उहिलेको मान्छेले भनेको सही कुरो रहेछ बढी मत मेरो मन अब नपढी पनि आफ्नो मनमा त्यस्तो आयो एउटा छोरा के छोरा एउटा आँखा के आँखा रे हो रे अघिको एउटा खोटो के खोटो त होइन त त्यस्तो जस्तो हुँदो रहेछ अनि त्यस गरी चढ्नु सक्छ त्यहाँबाट म त छोडेँ त्यसो भने अब अहिलेको नयाँ पुस्तालाई यो छोरा नाति यो बुहारी पुस्तालाई के तपाईँलाई के भन्न मन लाग्छ यिनीहरूलाई के भन्न मन छ पुस्तालाई मैले के भन्नु अब राम्रो गरी खानु राम्रो गरी हिँड्नु अर्का केही नगर्नु होइन त
अनि चोर भने अर्काले चोर भन्ने नि त होइन त हो राम्रो गरी आफ्नो काम गरेर खानु भने नि अब बुहारी जस्तो काममा हिँड्छ अब उसको बेलामा त्यस्तो पाएर हिँड्नु पाए त हर बेलामा हिँड्नु पाए त कहाँ भनेको चिनेन काला अक्षर भैँसी बराबर भयो बाउ आमाले पढेर दिएन अहिले के खान्थ्यो जागिर हामी के देख्थ्यो हेर भन्छ तपाईँहरू हेरेर के गरौँ त्यो उत्तर चिन्नु सकेन हामीले त्यो बोल्नु सकिँदैन त्योसँग पढ्लेख थिएन अनि त्यो त हुने क्या छ तपाईँहरू लेख्ने त सबैहरू देख्छ नि तपाईँको त यस्तो रहेछ ऊ उस्तो रहेछ भन्दैन नि त अब अहिले पढाइ लेखाइ छ सबैलाई छोराछोरी सबैले समान तैँले पढाउनु थाल्यो ठिकै छ त्यसो भने तपाईँ अहिले यो उमेरसम्म आइपुग्दाखेरि पनि कति वर्ष उमेर 14 सालको होइन हजुर 14 सालको मान्छे योसम्म आइपुग्दा तपाईँ खुसी हुनुहुन्छ खुसी तपाईँ खुसी र सुखी हुनुहोस् तपाईँ दीर्घजीवी हुनुहोस् एकदम हँसिलो तरिकाले बस्नुभएको छ म त हाँसेरै बोल्नु मन तपाईँको लाग्ने परिवारमा पनि एकदम राम्रो एकदम मैत्रीपूर्ण व्यवहार हामीले देख्यौँ खुसी लाग्यो आमा तपाईँ दीर्घजीवी हुनुहोस् तपाईँलाई शुभकामना छ आमा अहिले धन्यवाद हस् धन्यवाद तपाईँ